पश्चिमको प्रमुख व्यापारिक शहर नेपालगञ्जको यो जमुना नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा सुरक्षा जाँच गर्छन्। नजिकै सीमापारी रूपैडियामा पनि भारतीय सशस्त्र सीमा सुरक्षा बलले खान तलासी गर्छ। तर यस्तो उच्च सुरक्षा जाँच हुने मुख्य नाका हुँदै नेपाली र भारतीय प्लेट नम्बरका कतिपय गाडीबाट लागू औषध नेपालगञ्ज ल्याउने गरेको पाइएको छ। सुरक्षाकर्मीको आँखा छल्न लागू औषध कारोबारीले हेर्दा सम्भ्रान्त लाग्ने व्यक्तिले प्रयोग गर्ने गाडीबाटै ब्राउन सुगर जस्तो लागू औषध भित्र्याउन नयाँ रणनीति अपनाउन थालेका हुन्। यसै क्रममा सीमापारीबाट लागू औषध ढुवानी गरी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुर्याउन प्रयोगमा ल्याइएको यो 11/3294 निजी नम्बरको स्कर्पियो सहित वीरेन्द्रनगरका सुभाष जीसी र राजगिरीलाई वैशाख 29 गते बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। यो त एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो। मुख्य मार्ग हुँदै साइकल, मोटरसाइकल सँगै पैदल आउने जानेहरू मध्ये पनि कतिपय त लागू औषधका भरिया हुने गर्छन्। उनीहरू मध्ये केही पक्राउ परिहाले पनि अधिकांश फेला पर्दैनन्। कतिपय अवस्थामा चाहिँ त्यो सुरक्षाकर्मी बस्ने एकदम प्रमुख नाकाबाटै पनि लागू औषधको ओसार पसार भएको घटनाहरू छन्। यद्यपि त्यो बाहेक अन्य चोरी निकासी हुन सक्ने ठाउँहरू जहाँ चाहिँ प्रहरीको उपस्थिति छैन, गाउँको उपस्थिति छैन, मान्छेहरूको उपस्थिति छैन, त्यस्ता चोर बाटोहरूबाट समेत यस्तो लागू औषध जन्य चीजवस्तुहरू र लागू औषधहरू चाहिँ भित्रिएको चाहिँ हामीले पाउन सक्छौं। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार 3 वर्ष यता लागू औषध कारोबार र ओसार पसारमा निकै वृद्धि हुँदै गएको छ। प्रहरी तथ्याङ्क अनुसार बाँकेमा आर्थिक वर्ष 2079-80 मा 236 जना पक्राउ परेका थिए। उनीहरूबाट 882 ग्राम ब्राउन सुगर सहित विभिन्न लागू औषध प्रहरीले फेला पारेको थियो। पक्राउ पर्नेहरू मध्ये 9 जना भारतीय र बाँकी सबै नेपाली हुन्, जसमध्ये 19 जना महिला छन्। 2080-81 मा यो क्रम अझै बढ्यो। पक्राउ परेका 264 जना मध्ये 12 जना भारतीय, बाँकी सबै नेपाली थिए, जसमा 7 जना नेपाली महिला छन्। पक्राउ पर्नेहरूबाट 15 किलो अफिम बरामद गरेको प्रहरीले जनाएको छ। अघिल्ला वर्षको तुलनामा यो वर्षको वैशाख मसान्तको अभिलेखले लागू औषध ढुवानी तथा कारोबार गर्नेहरू अझै बढेको देखाउँछ। वैशाखसम्म पक्राउ पर्ने 264 जनामा 236 जना नेपाली पुरुष र 19 जना महिला छन्। 9 जना भारतीय पुरुष छन्। प्रहरीले उनीहरूबाट 2 किलो 116 ग्राम ब्राउन सुगर फेला पारेको छ। व्यक्ति आफै चाहिँ अटोमा हिँडेर अटोमा जाने आउने गरी त्यसरी पनि भएको छ भने पछिल्लो समय चाहिँ अलिकति स्कर्पियो गाडी नै हामीले पक्राउ पर्या भएर ठुलो 4-5 सवारी साधना पनि यसको ओसार पसार भएको चाहिँ छ भन्न सकिने अवस्था चाहिँ देखिन्छ। लागू औषधको ढुवानी र खपत बढेसँगै दुर्व्यसनका कारण अपराधका घटनामा समेत वृद्धि भइरहेको छ। लागू औषधको कुलतमा फँसेका किशोर किशोरी हिंसात्मक अपराधमा संलग्न हुँदै जाँदा सामाजिक र पारिवारिक सुरक्षा चुनौती पनि बढेको छ। र त्यो लागू औषधको ओसार पसार गर्ने मान्छेहरू कुन हुन सक्छन् र कस्ता हुन सक्छन् र तिनीहरूको विभिन्न किसिमको एउटा विभिन्न प्रकारका फरक छ। उनीहरूले एउटा रणनीतिक हिसाबले त्यो भित्र्याउने, त्यही रणनीतिको आधारमा पनि हामीले चाहिँ आफ्नो सुरक्षा कर्मीहरूलाई त्यसरी चाहिँ परिचालन गरेका छौं र पहिलो कुरा त हामीले विशेष निगरानी बढाएका छौं। लागू औषध ढुवानी र कारोबारमा संलग्न मुख्य नाइकेसम्म पुग्न नसके पनि प्रहरीले बाँकेको दक्षिण भारतसँग जोडिएको 84 किलोमिटर सीमाका साना ठूला सबै मार्गमा कसैले पत्तै नपाउने गरी सुरक्षा निगरानी राख्न स्थलगत अवस्था अध्ययन गरिसकेको छ।